वेलकम छ गाइस सबैजनालाई मेरो युट्युब च्यानलमा यो पनि नयाँ हुनुहुन्छ लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्। म चाहिँ यता मम्मी बसिरहेको यस्तो बिहान जाडो छु है। यहाँबाट मन्दिर जाने आज हाम्रो मन्दिर जाने कहाँ फाइनली गाइस हामीले पूजा गरेर सकिसकेका छौँ। हजुर पूजा गरेर सकिसकेका छौँ हामीले चाहिँ अहिले पूजा सकेर यसो माथितिर आएको है। अब बोका त्यहाँ बनाउनु दिइरहेको छौँ हामीले। बोका बनाएर सकेपछि तलतिर जान्छौँ। हामी बस्नु ल, फोटो खिचिदिन्छु ल। बस्नु कहाँ बस्नुहुन्छ? फोटो खिचिदिनु एक दुई कपी एकछिनमा चाहिँ फेरि भिडियो गराउँछु। यहाँ हो कि कहाँ अरे मामा? तार छुने होइन त देखो तपाईँको हातमा पैसा आश गर्ने मान्छे आश गर्ने मान्छे हो धेरै मामा एकछिन सबै भान्जाहरू सबैले पुग्नु हो सोधेँ तपाईँ सोध्दाखेरि म भएदेखि हुँदै ढोरपाटन घामा लामेला तमाउने मेची मेची गएको मान्छे ठुलो मान्छे भयो। फेरि पहिलो मैले चामल ल्याएको सानो गर्नु गाईको बाटो ठुलो गर्नु गर्नु नसकिएपछि पैसा छन्दे यहाँ हजुरको छ्याइ हाल्नु पर्छ कि यहाँ हो त्यस्तो किरिसले आयो फेरि जो उतार्नु पर्छ त्यो आउट हुन्छ फेरि सुरुबाट है ल। फेरि चढा फेरि तिमीलाई उतार्नु पायो भने दुईजना मात्रै हुन्छ जा ओए किरिस ल सबै ओए सबले अटा कान एकैचोटि सर गरी भयो बाबालाई छाडै हुन्छ आजले गराएर त सक्छ न बल्ल त्यो लाग्यो डरे घाटु डर खाइन्छ पेटमा उपस
थोरै हानौँ न यो त्यो तुरिन हाल्नु त तलले पनि उहाँ फेरि सिधै हो यसले भगवान् अरे पुग्न लागिसक्यौँ अब पुग्न लाग्यौँ किन हामी झलुङ्गे पुलमा अहिले ठाडो सिधो छ मुनि ल हेर्नु है हामी झलुङ्गे पुलमा छौँ 4 जना 3टा मामा म एक्लै भान्जा हामी झलुङ्गे पुलतिर उके बिचमा त्यहाँ के सेन्टर पोइन्ट हिँड्नु न मामा हाम्रो लास्टको मामा डराउनु भयो यहाँ रमाइलो रमाइलो छ रमाइलो छ रमाइलो एकदम तल हेर्नुहोस् यस्तो कुहिरो लाग्यो केही देखेँ केही छैन गाइस अब हामी चाहिँ तलतिर जानु लाग्यो तलतिर भन्नाले बाइक लिनु जानु लाग्यो बाइकमा जानु लाग्यो रमाइलो छ रमाइलो यहाँबाट मन्दिर क्लियर देख्छ यहाँबाट लान त त्यही अड्डेको न सबै यस्तो छ गाइस भ्यू हेर्न सक्नुहुन्छ अब हामी चाहिँ 6-7 बजीतिर यहाँबाट घरतिर निक्लिन्छ अब म चाहिँ धेरै लामो गराउने भिडियो चाहिँ कट गरेर थोरै गर्दै हाल्छु केही हुन्न त्यो पनि सपोर्ट गर्नु होला तपाईँहरूले चाहिँ अगाडि चाहिँ कहाँको टोलीहरू छन् हेरौँ है